हेलो साथीहरू, गुड मर्निङ, वेलकम। स्वागत छ हजुरहरूलाई मेरो ब्लगमा। अनि हजुरहरूलाई कस्तो छ त? सन्चै हुनुहुन्छ होला है। आजको मौसम चाहिँ यस्तो छ, पानी परेर बउँदैछ। आज चाहिँ खुल्ला अनि हिमालतिर चाहिँ हिउँ परिरहेछ। बिहानै अब चिया खाएर घाँसतिर पनि जानुपर्छ साथीहरू। मेरो गाउँ चाहिँ यस्तो देखिन्छ साथीहरू। माथिको चाहिँ मुक्लाबु अनि पानी पर भएर टक्क अहिले गाउँमा मकै सबैले छरिसकेको छ। अब सिजन अनुसार चाहिँ मकै छर्न सकिसकेको छ। मेरो गाउँतिर चाहिँ आज चाहिँ पानी रोकेर चाहिँ यस्तो दृश्य देखिरहेछ। तपाईहरू कुन कुन घरको कमेन्ट गर्नुहोस् है गाइज साथीहरू। तल्लो चाहिँ के मुक्लाबु, तल्लो मुक्लाबु। आफ्नो आफ्नो घर चिन्नु भने कमेन्ट गर्नुहोस् साथीहरू। यता माथि 7 नम्बर। ल मेरो घर चाहिँ साथीहरू आज चाहिँ पानी परेर फुल सबै झरिसकेको छ। यता चाहिँ मेरो रानी र रानीको छोरी। मेरो छोरी चाहिँ भर्खर उठेर सानो नानी बोक्नु पर्ने अरे। ल हेर्नुहोस् साथीहरू, यो चाहिँ चियाको बोट।
यो त यता पो आएछ त राम्रीको छोरी त यता पो आएछ त अरे यता चाहिँ यता त टिन चाहिँ सिध ल गाई बस्तुलाई पनि बिहानको चिया यो कालीले चाहिँ यस्तरी खान्छ यो डल्ले राम्री चाहिँ अब उसको बच्चा उफ्रिँदैछ त कराइरहेछ सबै कामहरू सकेर चाहिँ अब पानी पिउनु पर्यो नि त अब घाँसमा पनि जानु छ साथीहरू पानी धेरै पिउनु पर्छ नि त होइन पानी धेरै शरीरलाई चाहिन्छ यस्तै छ अपात पनि अलि चाया परेर चिलाइरहेछ मेरो छोरी चाहिँ निन्द्रामै छ है अहिले खाजा थोर भयो भन्छ किन रिसाएको बाबा खाजा थोर भयो के ल जाडो छ नि त त्यही भएर चाहिँ अब चाउचाउको सुप र अन्डा खाएर चाहिँ अब काममा लाग्नुपर्छ यस्तो छ पकाउनेको हालत मेरो छोरी दिसाएर आँखा यस्तरी पलाउँछ छोरीको खाजा थोरै भयो भन्छ मेरो छोरी जाडोमा सुप स्वादको छ कस्तो सर्क्यो पिरोले गुड ल म अहिले चाहिँ अब घाँस काट्नु आएको छु साथीहरू ल यहाँबाट देखिने चेङथापुको दृश्य हेर्नुहोस् यस्तो छ वारिपारि डाँडा काँडा आज चाहिँ पानी निकै परेपछि खुलिरहेछ ल हरिङ्गाको गोलो चाहिँ यस्तो ठाउँमा लुकेको रहेछ धन्न पुरै गतिलो चाका थियो चाहिँ सकिसकेछ यो चाहिँ गोल जस्तो हुन्छ है हरिङ्गाको चाहिँ चाका गोल जस्तो हुन्छ ल हेर्नुहोस् त उम्केछ नि त चिज त देखिएन
ल पुरै भारी चाहिँ पुगेर म चाहिँ लाग्दैछु। के खानेको? आलु खनेर ल्याएको सब्जी फलेछ अलिअलि खै हेरिहेरौँ। आलु चाहिँ हामीले रोपेको साथीहरू कमिला लागेको छैन क्या हो? एउटा एउटामा किरा चाहिँ लाग्छ, कम लाग्छ। कस्तो किरा? यस्तो कुहिएको जस्तो के। ल ल ल भोक लाग्यो छिटो पकाऊ। ल है त साथी हो, यो चाहिँ हाम्रो ठाउँतिर चाहिँ खले भने सुँगुर चारो पकाउने। यो चाहिँ अब बर्खा लाग्यो नि त, बर्खा लाग्यो एकचोटि फेर्नुपर्छ, त्यही कारण बनाउँदैछौँ। चाहिँ खल्डा छ, मैले चाहिँ चया काटेर बसिरहेको छु। ल टुङ्सी पनि बनाइसक्यो। आजको काम चाहिँ यस्तो भयो हाम्रो।